त्यहाँ पुल पनि रहेछ है पुल चाहिँ यसो हेर्दाखेरि काठको जस्तो छ माथि गएर चाहिँ अब माथिबाट चाहिँ रोपवेबाट फर्काउँ भ्यू देखाउँदै होइन मलाई चाहिँ साथी यो तलको भ्यू देखेर चाहिँ एकदम रमाइलो लाग्यो साथी हो म चाहिँ आज कोबे जाँदैछु कोबेमा चाहिँ एउटा झरना छ अरे त्यहाँ जाँदैछु र भाइ पनि आउँदैछ आज अनि भाइलाई नि भेट्दैछु र म कोबे जाँदैछु है त कोबेमा के छ कस्तो झरना छ म सबै देखाउँछु साथी हो त्यो म उमेदा भन्ने ठाउँमा आएँ अब यहाँबाट चाहिँ म भाइलाई खोज्छु है त कहाँनिर छ हौ भाइलाई म हो फोन गर्छु हेलो भाइ हेलो भाइ भर म स्टेसनबाट झरेको तिमी कति नम्बरमा छ भनेर कहाँनिर छौ होइन नि जिआर जान्छ नि तिमी कहाँनिर छौ भन त म खोजेर आउँछु म जिआरको उसमा लाइनमा जान्छु है त जिआरमा हो ल दिवस भाइ चाहिँ ओसाका स्टेसनको सेन्ट्रल गेट अगाडि छु दाइ भनेर चाहिँ मलाई अहिले भएर फोन आयो म चाहिँ त्यतै जाँदैछु म पनि यता कता हो हराउँदैछु क्या धेरै ठुलो छ नि त खोज्दैछु म पनि आज चाहिँ बब्बाल झरना हेर्ने हो कस्तो हुन्छ झरना हेरेर खतरा भिडियो बनाउने हो आज त्यहाँ माथि दिवस भाइ पनि आएर ऊ भाइ र म चाहिँ म खाइरोमा हुँदाखेरि ऊ नेपालबाट इन्टर्नसिपमा आएको थियो र भेट भएको थियो एकदम मिलान्छ राम्रो भाइ हो एकदम राम्रो भाइ हो भाइ हो राम्रो हो अगाडि के छ हुँदैछ ठिक छ नि ल म त माथि माथि हेर्दा रहेछ क्या म चाहिँ उतापट्टि थिएँ क्या मैले यसो हेरेँ त्यहाँ रहेछ ल फाइनली यहाँ मेरो दिवस भाइसँग भेट भयो अब हामी चाहिँ कोबे जाँदैछौँ कहाँ भाइ नोनो बिकी यदि भाइको सजेस्ट है त ल अब दिवस भाइ र म चाहिँ कोबे जाँदैछौँ कोबेको झरना के हुन्छ कसो हुन्छ झरना हेर्ने हो एकदम रमाइलो भइरहेछ हामी सानो नोमियामा झर्नु बाहिर धेरै ह्यान्डसम देखिरहेको छ ल साथी हो अब एक स्टेसन बाँकी छ एक स्टेसन पछि चाहिँ अब सानो नोमिया स्टेसन आउँछ त्यहाँबाट अर्को ट्रेन चेन्ज गर्नुपर्छ हामीले अर्को ट्रेन चेन्ज गरेर चाहिँ सिनकोबे स्टेसनसम्म चाहिँ गइन्छ त्यहाँबाट हामी 23 मिनट हिँड्छौँ त्यसपछि आउँछ झरना झरना कस्तो छ हेरौँ है ल फाइनली हामी आइपुग्यौँ मेरो भाइ नि आइन्छ र हामी अब यहाँबाट झरेर चाहिँ जान्छौँ झरना छौँ र हामी अब नुनोबिकी फल्समा जान्छौँ यही हो नजिकै हो यही रहेछ नि त्यही माथि छ कस्तो फिलिङ आइरहेछ तिमीलाई एक्साइटेड भइरहेछौ के छ त माथि केही छ माथि केही छैन उकालो छ उकालो ल भाइ चाहिँ अब माथि उकालो चढ्दैछ डेन्जर उकालो रहेछ यता हेर ढुङ्गा त्यो पानीले कोपिएर त्यो गरेको कस्तो छ भाइ पानी पौडी खेल्न मन लागिरहेको छ नि
त्यो गर्मीमा खेल्नु पायो त है अँ। सप्लङ 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 पारेर एक्सपेक्टेसन मिट गरेन पानी सुकेर होला झर्ना चाहिँ एकदम सानो देखिरहेको छ र तलको पानी चाहिँ एकदम सफा छ अलि पानी परेको बेला आउँदाखेरि चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो साथी हो हामी झर्ना हेर्न आएको थियौँ झर्ना चाहिँ एकदम सानो भयो यसो माथि हेरेको माथि चाहिँ केवल कार रहेछ के है आर्यात जाइमा अनि केवल कार देखियो अब दाजुभाइको चाहिँ के प्लान भयो भने भाइले चाहिँ ल नि त दाइ माथि जाउँ भने के अन्त जाउँ न त होइन बिचमा पर्यो यहाँसम्म आइयो माथि गएर चाहिँ अब माथिबाट भ्यू देखाउँदै होइन भन्ने कुरा भएको छ अब कस्तो हुन्छ त्यही त यहाँसम्म आइयो झर्ना लास्टै सानो लाग्यो के अति नै सानो लास्टै सानो अब माथि चाहिँ यस्तो केबल कार कुदिरहेछ माथिबाट यहाँबाट हिँड्दाखेरि कति मिनट लाग्छ भाइ 42 मिनट्स देखाएको छ हिँडेर 42 मिनट्स देखाएको छ अलमोस्ट हामी चाहिँ 25 मिनट जति हिँडिसक्यौँ अब 42 मिनट्स हिँडेर चाहिँ माथि के रहेछ त झर्ना हेर्न आएको झर्नामा पानी छैन पानी के भएछ त भनेर अब हामी ड्याम हेर्न जाँदैछौँ किन झारेन पानी भनेर होइन न ड्याङमा पानी अड्किया छ कि कसले अब बाँध लाएर राखेको छ कि भनेर हामी ड्याङमै जाने विचार गरियो दाजुभाइ तलबाट यहाँ माथि आएको अलि हावा सिरिरी चलेको छ मिठो हावा आयो है त नेपाली साथी हो के छ हेलो हेलो साथी हो कोही मलाई सुन्दैछ भने माथि आऊ माथि माथि ड्याङ छ रमाइलो छ है पुल चाहिँ यसो हेर्दाखेरि काठको जस्तो छ तर आज हामी त्यहाँ जाँदैनौँ होला डेन्जर खाले पुल छ एकदम एडभेन्चर टाइपको त्यहाँ चाहिँ गइँदैन होला फेरि अब हामीसँग सेफ्टीहरू केही छैन गएर त्यहाँबाट झरियो भने त सक्यो त जिन्दगी ओ माई गुडनेस ल अब भ्यू भ्यू हेर्ने हो साथी हो ल ओहो यो हो नि त कोबे मलाई चाहिँ साथी तलको भ्यू देखेर चाहिँ एकदम रमाइलो लाग्यो तल चाहिँ एकदम हरियो समुद्र अनि त्यहाँ माथि सिटी देख्दाखेरि चाहिँ मलाई एकदम रमाइलो फिल भयो निला आकाश सेतो बादल यो तलको झर्ना भन्दा पनि मलाई यो भ्यू देख्दाखेरि चाहिँ मजा लाग्यो है त मलाई एकदम भ्यू हेरेर चाहिँ ह्याप्पीवाला फिल भयो ल बाहिरबाट सेल्फी हान्दैछ माथि आइयो हल्का रमाइलो लाग्यो है मलाई यसो भाइसँग भेट भयो रमाइलो पनि लाग्यो र तल झर्नासम्म आएको थियौँ झर्नामा सानो पानी देखेको कारणले चाहिँ खल्लो लागेको थियो र माथि आएर भ्यू हेऱ्यो कोबेको भ्यू देख्दाखेरि त्यहाँबाट सिटी र समुद्र हेर्दाखेरि एकदम गुड फिल भयो र अहिले चाहिँ अब हामी ड्याङ जाँदैछौँ थाकि पनि रहेको छु स्यासा भइरहेछ है उहाँ ओ तल केबल कार पनि रहेछ तर हामी आज केबल कार चढेनौँ किनभने भाइले चाहिँ हिँडेर जाउँ न त एडभेन्चर होइन भन्ने कुरा गरे भएर चाहिँ मलाई राम्रो लाग्यो बिना काममा किन पैसा खर्च गर्ने त है र आज मलाई छुट्टै नेपालकै डाँडाकाँडाभित्र घुमेको जस्तो फिल भइरहेछ त्यस्तै नेपालकै जस्तो मलाई चाहिँ फिल भइरहेछ मनोकामना जस्तो केबल कार है के छ अब त्यहाँ साथीहरूलाई देखाउने नै छु यसरी माया गरिदिनुहुन्छ होला नि आशा पनि गराउँछु है त ल अब हामी ड्याङ जान्छौँ ल ओ त्यहाँ पर केबल कार छ है त व्यवस्था गरेर धारा बनाइदिएर राखिदिएको हुन्छ र पानी कस्तो भाइ चिसो छ भाइले चाहिँ धाराको पानी खाँदैछ
जहाँ गए पनि नेपाली र नेपाली मन र नेपालीपन चाहिँ छुँदैन है भाइ घरको पानी भन्दा मिठो छ यार मिठो छ पानी धाराको पानी खाएर मिठो लाग्यो यार तिर्खानी लाग्यो है पहिला नि यहाँ हेर्नु हेर्नु वाह ल वाह वाह लहरी यहाँ हरियो छ पानी पनि जङ्गलको बिचमा पर हाँसहरू पनि छ है हाँसहरू डुलिरहेको छ राम्रो लाग्यो हौ अब यहाँ माथि मलाई स्विमिङ गरेर मन लागिरहेछ होइन स्विमिङ गर्ने ठाउँ चाहिँ छैन एकदमै रमाइलो भइरहेछ नेपालकै भाइचारा छ भनौँ न हामी चाहिँ हाइकिङ म चाहिँ गइरहेको हुन्थेँ कि नेपालमा पनि ठ्याक्कै नाम त धापड्याम ठ्याक्कै धापड्यामकै भाइब्स दिने छ ठाउँ टक्क हाइटमा हाइकिङ जस्तो नि भयो हामी लगभग 40-50 मिनट हिँडेर आयौँ होइन हाइटमा छ जङ्गलको बिचमा सुनसान आनन्द चरा किराहरू कराइरहेछ ब्याकग्राउन्डमा होइन एकदमै नेपालको भाइ हावा सरर चलिरहेछ शीतल यस्तो गर्मीमा होइन एकदम रमाइलो भइरहेछ दाइ तपाईँलाई कस्तो लागिरहेछ मेरो चाहिँ यो कोबे फर्स्ट टाइम हो योभन्दा अगाडि म यहाँ आएको थिइनँ त तल झर्नासम्म आउने प्लान थियो झर्ना चाहिँ एकदम सानो भएको कारणले गर्दाखेरि चाहिँ हामी यहाँ माथिसम्म आयौँ माथिसम्म आउँदाखेरि चाहिँ मलाई एकदम रमाइलो फिल भयो है यो नेपालको पहिला त्रिशुली भन्ने ठाउँमा गएको थिएँ त्यसपछि यो मेरो दोस्रो हो र हरेक कुरा मेरो चाहिँ नेपालसँग म्याच भइरहेछ भनौँ न भाइ र मैले चाहिँ अब ड्याम पनि हेरौँ अब हामी फर्केको होइन भाइ फर्केको थकाइ लाग्यो र अब हामी दाजुभाइ बिस्तारी झर्दैछौँ अब भाइको नेक्स्ट छुट्टी कहिले हो मेरो नेक्स्ट भोलि के भन्छ भोलि छुट्टी हो यत्तेरी यो छुट्टी चाहिँ नसकिनु पर्ने क्या छुट्टी नसकिनु खाता पैसा नसकिनु पर्ने कति मजा हुन्छ त जिन्दगी अनि छुट्टी नसकिनु पर्ने खातामा पैसा नसकिनु पर्ने जिन्दगी चाहिँ रमाइलो भइगयो फाइनली साथी हो हामी चाहिँ यहाँ खोलामा आयौँ है र मेरो भाइ पछाडि छ कस्तो लागिरहेछ भाइ पानी छुन पाइयो स्वर्गमा बास होला जस्तो बल्ल अब खोलाको चाहिँ पानी छुन पाइयो दाजुभाइले खोलामा खुट्टा डुबाइयो खोला त्यति धेरै ठुलो चाहिँ छैन यो चिसो चाहिँ अत्यन्त चिसो छ क्या फेरि होइन भाइ मजाको चिसो छ आनन्द छ नेचुरल ठाउँमा आएपछि मन एकदमै खुसी हुन्छ एकदम शान्त भइन्छ काम घर भन्दा थाकेको हुन्छ बिहान अब यहाँ आएपछि चाहिँ एकदम शान्त दाइसँग धेरै पछाडि भेट भयो रमाइलो बोलिदियो दाजुभाइ कुरा गरियो होइन एकअर्काको कुरा सेयर गरियो आनन्द आयो मलाई नि धेरै नै खुसी लाग्यो जापानमा चाहिँ यस्तो गेटहरू चाहिँ प्राय मन्दिर अगाडि चाहिँ बनाइन्छ है त यो गेटहरू चाहिँ यो फुसिमिनारी मेरो घरमा नि अस्तिको पहिलाको भागमा मैले बनाएको थिएँ यस्तै गेटहरू थियो नि आउनु भित्र के रहेछ हेरौँ सायद उहाँ भगवान् हुनुहुन्छ होला र म यहाँ भगवान्लाई ढोग्छु किनकि जुन देशको भगवान्ले पनि राम्रो कुरा सिकाउनुहुन्छ जुन धर्मले नि राम्रो कुराहरू सिकाएको हुन्छ र यहाँ चाहिँ जापानको चाहिँ खामिसमा यानि कि भगवान् हुनुहुन्छ आज भाइसँग घुमेर रमाइलो लाग्यो है अब भाइ पनि अब आफ्नो घरतिर जान्छ म नि अब केउ त फर्किन्छु भाइ तिमीलाई कस्तो लाग्यो घुमेर आज रमाइलो भयो होइन अब यस्तै हो नेचर लभर बनियो साथीहरूलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला
र लाइक अनि सेयर गर्न पनि नबिर्सिनुहोला है त। ल आजलाई म बिदा हुन्छु, फेरि हामी चाँडै नयाँ भिडियोमा भेट्ने नै छौँ भन्ने आशा गर्छु। बाई बाई।